हाई गाइज, गुड मर्निङ। अहिले चाहिँ म हाम्रो यता खेलको पछाडि ठ्याक्कै पछाडि नेरको रानी पोखरीमा छु। यहाँनिर चाहिँ मर्निङ वाक गर्नलाई योगा मेडिटेसनहरू गर्नलाई चाहिँ यहाँ चाहिँ एकदम उपयुक्त ठाउँ मानिन्छ। अनि एक्लै बसेर आनन्दले पढ्नलाई पनि एकदम उपयुक्त ठाउँ छ। तपाईँहरू नआउन सक्नुहुन्छ। अहिलेको भिड चाहिँ यस्तो छ। अब चाहिँ हामी निस्किने बेला भइसक्यो, किनकि 10 बजिसक्यो नि त। 10 बजेपछि चाहिँ बन्द गर्छ रे, के हुन्छ। हामी चाहिँ यहाँबाट निस्किन लाग्छौँ। हामी होइन, म मात्रै कोही छैन, एक्लै साथीनासँगै एक्लै गरेर चाहिँ होला जस्तै। ओके गाइज, बाई बाई। तपाईँहरू पनि घुम्न आउनु होला।